हामीले बल्ल बल्ल स्कुटी बनाएर अब खिच्नु स्टार्ट गर्दैछौँ। चाबी अन गरेको नि हेरौँ। अब चाहिँ भयो। हुन्छ भन्दैछ। अलिकति डाउन भएर लोली स्टार्टै हाल्नु। थ्रोटल अलि बढाउनु के अरे हो बिस्तारै हाल्नु। एन्टर स्कुटी स्टार्टिङ प्रब्लम ल हेर्नुहोस् गाइस। एन्टर को स्टार्टिङ प्रब्लम पनि अब भेल लिक छँदै थियो। अब भेल लिक भएपछि के हुन्छ त यसको समस्या के छ त? अब लाइन पनि छँदैछ, फायरिङ पनि छँदैछ सबै। हेर्नु नि यो स्कुटीले हिजैदेखि हाम्रो दिमाग खान्छ क्या भाइहरू। ब्रेकको खोइ खोलेको हो? ब्रेक तार खोल्या छ। उ त्यहाँ अल्झ्यो भाइ, अल्झ्यो आस्ते आस्ते त्यहाँ तल अल्झेको छ। जबरजस्ती नगर्नु। उता लगाएर राख्नु न त साइडमा। मैले त्यही भएर बिहानै फोन गरेँ गुरु सस्तो काम यस्तै हो, दुःख पाइन्छ। होइन दुधको दुध पानीको पानी भइहाल्छ नि। पिस्टन प्लेट छैन भनेपछि खोल्दै जानु थाहा भइहाल्छ नि। हेडफोन मोबाइल किन स्टार्ट भएपछि न आउँछ त। होइन के हाल्दा पनि अलिअलि फाल्नु पर्छ। साह्रै यसले आयो होइन हेरौँ न के रहेछ। मलाई त त्यही हो, पिस्टनै त्यो जाम छ क्या। पिस्टन गएको छ हेर्नु। त डबल काम भएन। अनुभव पनि भयो। अनुभव त गजबको अनुभव हो। त्यही भएर चाहिँ म भिडियो बनाउँदैछु नि। यतिको अनुभव नभए नि मजा आउँदैन नि त। कतिपय मान्छेको यस्तो समस्या हुन्छ, स्टार्ट भएन, प्लग सलग हाल्यो, ताल परे त अझ फायरिङहरू कमजोरी, फायरिङ नभएपछि डिआई दुनियाँ दिवाना हुन्थ्यो होइन। होइन फायरिङको इस्यु भए त स्टार्ट भएर पठाइसक्यो होइन। हालिदिएको छु हेरिराखेको छ त्यो, किनकि एक्स्ट्रा पऱ्यो नि त त्यो।
भेल त ठिक छ, भेल अहिले भर्खर हाले हो नयाँ। भेलमा त टेन्सन छैन। भेलमा त टेन्सनै छैन। यो चाहिँ निकाल्नु न मम्फली, छोडिदिनु अब त्यो। त्यहाँ हेर्नु न, पिस्टनै घटिसकेको छ क्या सिलिन्डर। सिलिन्डर त घटाएको छ। अनि तल पार्नु न। मैले यो प्ले छ कि छैन अनि यतिको भएपछि चल्छ नि। तर चल्छ यतिकोमा। अनि तपाईँले भने ठिक हो। चल्छ तर यो यतिकोमा चल्छ के गजनै जान्छ क्या यो। हेर्नु न निकालेर थाहा भइहाल्छ नि। आस्ते आस्ते बिस्तारै। ए अझै बाँकी छ। त्यहाँ 10 को खोल्नु न उताबाट। सेद्नु रहेछ। त्यो डाइलले खोल्नु न। यता त अनि स्ट्यान्डमा यो खबाट नखोलेको पनि मैले अलिअलि खस्रिदिएको क्या, खस्रिदिएको। युट्युबमा भाइरल हुँदैन। हुँदैन, त्यही त। टिकटके जस्तो होइन नि यो। राम्रो चल्यो भने त युट्युबबाट पनि पैसा आउँछ। भिडियोहरू अपलोड गऱ्यो भने हुन्छ। आमामामा अनि हेर्नु भयो, पिस्टन त खरानी भयो रहेछ, खरानी। यहाँ हेर्नु न यो मैले भने कस्तो लाग्यो। ठ्याक्कै रिङै बसेछ। पुरै रिम डाउन छ अनि बसिसकेको छ। अनि पिन त जाम रहन्छ। पिन जाम छैन अनि पिन कहाँबाट जाम छैन, हुन्छ? पिस्टन चाहिँ सिज भएको छ। सिज छ अनि। पिस्टन चाहिँ सिज भएको छ, सिज। धन्न पिन मैले भने अनि गुरु अब मलाई सिजै भएको। रिपिटै बसिसकेको छ पिस्टनमा। अनि के स्टार्ट हुन्छ? ल हेर्नु, ल हेर्नु, डबल काम भयो। ल पिस्टन पिन सिज भएको रहन्छ। पिन सिज होइन यो 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 अब मोबिल हालेर अनि यो निस्किन्छ हातले। अब यो पिनले तान्दा पनि हुँदैन, त्यो हिट भएर रिपिट बस्छ क्या यो। अनि पुरो यही रहेछ ल। अब यो पिस्टन नयाँ चेन्ज गरेपछि स्टार्ट भयो समस्या। फिक्स भयो। सिजै भएछ, पिस्टन सिजै चाहिँ भएछ होइन। त्यो अघि मोबिल निकाल्दा मैले शङ्का गरिसकेँ क्या। होइन मोबिल होइन, यो उहाँले पनि मोबिल याद गर्नु भएन। मैले नि याद गरिनँ क्या। मोबिल हेरे भाइ यो हामी होइन, मोबिल हेरे भए त सिधै निकाल्थ्यौँ, पिस्टन निकालिहाल्थ्यौँ नि। खै भिडियो बनाइराख्नु अनि त्यो भाइलाई पठाइदिनुपर्छ। हेर भन्नु नि घाम्नलाई। अलि चुच्चो केही छ त त्यसैले गर्नु न निकाल्नलाई। भएन? नि पिन चाहिँ होइन रहेछ नि त। पिन होइन, रिम दबियो भने हो नि त। मैले पुरै यो रिम यहाँ दबिया छ नि त। यो 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 अनि यो 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 यहाँ हेर्नु नि रिपिटै लागेको छ त नि। केमचेन ठिक छ, केमचेन ठिक छ। चल्छ। यो यस्तो छ नि, यहाँ फैलिएको छ नि यो यो यहाँ छोड्नु पर्छ क्या। यहाँ हेर्नु, यहाँ सिलिन्डर घटेको यार देख्दैन र पो टल्किन्छ र मात्रै। यहाँ यसरी देखिन्छ होला उज्यालोमा। ल हेर्नु, रिम घटेको हेर्नु, हेर्नुभयो? पुरै घटेको छ रिम। ल हेर्नु, रिम होइन त्यो ब्लकै घट्यो क्या। लागेको छ जहाँ त्यो बसिएको थियो नि। आयो नयाँ। होइन त गुरुहरू? एकचोटि फिट हुने स्टार्ट हुने चिज दुईचोटि खोल्नु पर्ने अवस्था आयो। ट्र्याक्टरको चाहिँ सजिलो हो कि। ए बुस डजन पिन हाल्नु पर्यो। भाषा फरक फरक छ।
बबल पिन भन्छौँ हामी, टु पिन भन्छौँ, पिस्टन पिन। तर नाम गजन पिन हो नि यसको। के पिन भन्नु? गजन। गजल? गजन। आयो अब के खाना? खाना बरु केक। जापान यसको सिस्टम राम्रो लाग्यो नि मलाई गुरु। कुनको? यसको के सिस्टम राम्रो लाग्यो भन न। के सिस्टम? यसको इन्जिन कुलिङ सिस्टम राम्रो रहेछ कि मोबिल के मोबिल यहाँ पनि खेल्दो रहेछ कि भित्र पुरै घुम्दो रहेछ कि। घुम्दो रहेछ यो ठ्याक्कै एनएसहरूको जस्तो कि। एनएसहरूको जस्तो तर कुलिङ सिस्टम छैन त्यो। मोबिलले मोबिल चाहिँ सर्कुलेट हुने सिस्टम राखेको छ। यहाँ माथिबाटै छिर्नुपर्छ। अनि त्यहाँ ऊ छ नि त हेर्नु न यहाँ घाट छ नि। त्यहाँ घाट छ ऊ त्यो पाल छ कि। चलाउने त अर्कै रहेछ न। चलाउने अर्को चलाउने चाहिँ अरू नै रहेछ कि। हेर्नु न ल छिर्दैन। छिर्यो? छिर्दैन। छिरे पनि त्यहाँ लकमा ठिक छ त्यति नै हो। मालै फरक भयो त। पाल्न गाह्रो छ। पाल्न गाह्रो छ। ठुलो कुरो त चढ्न ठुलो कुरो त होइन। एकछिन हेरौँ न त। आउनु पर्ला। पर्दैन। पोखा निकाल। खै बाबु छोरा त। अहिले शिष्य अब चाहिँ के हाल्यो त्यो बिर्को कलेक्सन त लिनु त हल्का लोकल एक्चुअली त लिनु हल्का 300 ल